उतै बोलौँ जाउँ ए होइ जाउँ न त यही त काट यहाँ त आएनन् त कागहरू माथि चौरीमा चाहिँ उफ्री पाफ्री गरेर खेलिराखेका हुन्थे कागहरू त्यतै लागौँ ए होइ हन कतैतिर पनि नलागौँ के त भन्दाखेरि आखिरमा हो नि घरतिर लागौँ फैले मेरो बोरा तँलाई काम न मैले अघि भर्खर भनेको होइन कागको महत्त्व थाहा छ तँलाई ए होइ काग चामलको बोरो बोकेर कुदिरहेको मान्छे कहाँ बेपत्ता भयो पान ए होइ हन बान त मरेको नि भात खानलाई भनेर मार्की धान कुटाएर ल्याएर राखेको थिएँ बोरै बोकेर बान कहाँ मर्यो उफो कहाँ खोज्न जाने होला हे भगवान् साउजी किन होला ए होइ हन है भाइ त्यो पाँडे भन्ने बानलाई कतै देख्नुभयो किन नदेख्नु एकदमै हतार छ भन्दै हतारिँदै आउनु भएको थियो मैले त अरूको चामल छोडेर उहाँको चामल पिसेर पठाइदिएँ ए होइ हन चामललाई त बानले पिसाइ पो सक्यो पिसाइसकि त तिहार त मनाउनु पर्यो नि होइन पनि बनाउनु तँलाई बान बनाउँछ नरहेछ के त भन्दाखेरि आखिरमा हो नि तँलाई त म आज अचारै बनाउँछु होला हौ काग बोलाउने न्युमा अर्काको चामलको बोरै लगेर पिठो पिसाएर तिहार मनाउने योजना छस् त मर्नु नसक्या तँलाई त म ए होइ होइन के त भन्दाखेरि आखिरमा हो नि त तिहार त हिँड्यो त जोइन्छ काम न रक्षा मैचेङ बिहानै हल्का स्लो टाइप्समा कता कुकुर पूजा होइन आज कुकुरलाई पूजा गर्नलाई खोज्दै हिँडे कि हेर न कुकुर नै पाएन भनेपछि कुकुर नपाएको अवस्था कस्तो टाइप्सको कुकुर चाहिएको तिमीलाई कुकुर त जस्तो भए पनि भइहाल्छ नि नपाएर पो टेन्सन भयो ल मैचेङ पनि सकियो नि बेगु अरे कहाँ आइपुगे छैन है क्या यहाँ पनि छैन भयो अब हेत्तेरिका झन् वरिष्ठ बेकुबलाई छिटो कुकुर खोजेर लिएर आए आज पूजा गर्नुपर्छ भनेको कहाँ गएको होइन कहाँ गइरहेछ त्यो वरिष्ठ सरकार नमस्कार के छ तपाईँको खबर भने पाँडे के हो तेरो पारा अर्काको घरमा सोध्नु खोज्नुसित लुसुक्क छिरेको छ फेरि आएर खाटामा बसेको छ होइन सधैँभरि के छ वरिष्ठ तेरो हल्ली चल्ली भन्ने मान्छे आज त वरिष्ठ सरकार भन्दैछस् होइन किन हो वास्तवमा मलाई महसुस भयो कि छरछिमेकमा ढाँट्ने छल्ने ठग्ने काम गर्नु हुँदो रहेनछ चाडबाडको टाइममा मलाई एकदमै खल्लो महसुस भयो वरिष्ठ सरकार त्यही भएर आजैबाट म सुध्रिएको वरिष्ठ सरकार भइगयो नि हजुर वरिष्ठ हस् त नमस्ते अब तँ यसरी सुध्रेर सामाजिक भइस भने त भइगयो नि सबैले सहयोग गरिहाल्छ नि तँलाई अब अरूले सहयोग गरून् कि नगरून् मलाई मतलब भएन वरिष्ठ सरकारले चाहिँ मलाई सहयोग गर्नु पर्यो अनि सरकार आजबाट म पूर्ण रूपले सुध्रिएको उपलक्ष्यमा मेरो कटेजमा सानो कार्यक्रम राखेको छु हजुर पाल्नुहुन्छ कि भनेर पाँडे एकछिन पख्न त वरिष्ठ बेकुबलाई कुकुर लिनु पठाइरहेको छु ल्याइपुऱ्याउ नै ल्यायो होला पहिले कुकुरको पूजा गरौँ अनि त्यसपछि जाउँला नि त होइन पहिला
यो सोल्टीलाई चाहिँ म हल्का टाइप्समा समाइदिन्छु है त सोल्टी होइन फुलमाला अबिर होइन तैँले गर्न खोजेको चाहिँ के हो पाँडे मैले त कुरै बुझिनँ नि मेरी आमै नि कहाँबाट नबुझ्नु सजिलै छ त मैले फटाइ गर्दाखेरि जुन जुन व्यक्तिलाई मैले दुःख दिएँ नि हो ती व्यक्तिहरूलाई आज म हृदयदेखि नै पूजा गरेर यो पाँडे सुध्रिएको घोषणा गर्न चाहन्छ हो त्यही उपलक्ष्यमा होला अब पूजा सुरु गरौँ है त वरिष्ठ सरकार लु यो समाउनुहोस् त धन्यवाद पाँडे यति गरिसकेपछि अन्तिममा चाहिँ म के कुरो थप्न चाहन्छु भने वरिष्ठ सरकार ह्याप्पी कुकुर तिहार फटा मलाई फकाइ फुलाइ गरेर के